प्रतिवार्ता गर्नु पर्यो नि त खुचु गरेर भए पनि खोज्दैन भने हामीले लुकाउने भएर यो घटना भइरहेको छ। यो जानेर मारेको अनि जानेर यो उदयपुर सदरमुकाम गाईघाटदेखि त्रियुगा बस पार्क नजिकै सवारी साधनको ठक्करबाट दुईजनाको मृत्यु यहाँ यो भिडियो बनाइरहेको छु र यो अहिले घटनास्थलमा प्रहरीले कडा सुरक्षा दिइरहेको अवस्था छ र त्यहाँ दुईजनाको घटनास्थलमा मृत्यु भइसकेको छ। अनि दुईजनाको त भइसक्यो होइन, एकजनाको चाहिँ उपचारको क्रममा अरे यो ठ्याक्कै स्पोर्ट चाहिँ यो डिएम गेटदेखि भित्र जुन त्रियुगा बस पार्कदेखि अलिकति उत्तरतिर रहेको यो ठाउँमा घटनास्थल हो जहाँ दुईजनाको घटनास्थलमै भन्दा पनि एकजनाको घटनास्थलमै र अर्को एकजनाको उदयपुर जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। अहिले जुन घटनास्थलमा रहेको निगरानी रहेको छ र लासलाई जिल्ला अस्पताल स्थित यो सबगृहमा लैजाने प्रयास भइरहेको छ। तथापि यहाँ लास ल्याउने क्रममा अलिकति केही प्रक्रिया अगाडि बढिरहेको छ। र घटनास्थलमा अहिले केही तनाव सिर्जना भएको छ र प्रहरीले घटनास्थललाई कडा निगरानी गरिरहेको छ र सर्वसाधारणहरूको पनि बाक्लो उपस्थिति रहेको छ। यहाँ दुईजनाको मृत्यु भइसकेको छ। यो घटनामा एकजनाको उपचारकै क्रममा मृत्यु भएको हो भने एकजनाको स्थलगत घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको छ। यद्यपि यसलाई प्रहरीले भने स्वतन्त्र रूपमा पुष्टि गरिसकेको छैन। अहिले यो घटनास्थल त्रियुगा बस पार्क नजिकै रहेको उत्तरतिर रहेको यो घटनास्थलमा निकै तनाव सिर्जना हुने अवस्था देखिएको छ। जुन घटनामा दुईजनाको मृत्यु भइसकेपछि अहिले घटना साम्य बनाउने अवस्थामा प्रहरी परिचालित भइरहेको छ। अहिले मैले जुम गरेर देखाइरहेको यो दृश्य हो जहाँ घटना भइसकेपछि यो तनाव सिर्जना भएको छ। केही स्थानीयहरू यहाँ तनावपूर्ण अवस्थामा देखिएका छन्। अरे घटनास्थलमा एकदमै तनावपूर्ण अवस्थामा तपाईँ देख्न सक्नुहुन्छ र अहिले यो
Thank you.